लिङ्कमा थिचेर अब यसले ए मुजीसँग फोन चाहिँ छ कि छैन कसको फोनबाट हेर्दै हो कि किन हो फोन किन जिन्दगीमा यसले मुझे फोन किनेन हो माया चिकनले यार थुक्क जिन्दगी डेनमार्कमा नि मुझे वर्किङमा गएर जानेले पैसा ओभर कमाउँछ अरे त साथी किन होला नि फोन यार त्यसरी कहाँ सुपरचेट हाल्छ फोन नभई होइन फोन त किन्छ यो मुझे किन्ने खालको मान्छे होइन भन्न खोजेको क्या अहिले चाहिँ मुझे सज सुतिरो कि फोनै किन्दैन थियो नि त नि पहिल्यैदेखि फोनै नबोकी किन हिँड्ने यार मुझी बतासे मुझी तर यो जस्तो मुझे हावा मान्छे त मैले जिन्दगीमा पनि देखिनँ साथी हावाकै यस्तो चिक्ने हुन्छ नि अल्लारे हावा हाउडे हुन्छ नि जिन्दगीमा यस्तो मान्छे मैले कोही देखेको छैन यस्तो चिक्ने हाउडे क्या हाउडे पनि हाउडे हो यार लेकिन त मलाई र मुझे त्यो सुशान्त छैन त्यसलाई 500 रुपियाँ लिएर आउँछु 500 रुपियाँ लिएर आउँछु भन्नु क्या मलाई र त्यसलाई सुशान्त बसिरहेको थियौँ खोइ के गर्छु 500 रुपियाँ लिएर आउनु जाउँ भन्नु होइन 500 त्यस्तै के को लागि हो थाहा भएन तर अनि मलाई र त्यो सुशान्तलाई यसले 1 घन्टा राख्यो त्यो सुरक्षको अगाडिमा चाहिँ आएन 2 घन्टा राख्यो आएन 3 घन्टा पछि त त्यो कस्तो बिचकिन्छ त्यो सुशान्त श्यामदाईकोमा पैसा लिन जान्छु भने कि त्यो बाहिर त्यो मुझे उयसमा होइन उता अर्को उता श्यामदाई यसको यो भगभगेको श्यामदाई 3 घन्टा राख्यो त्यो सुशान्त कस्तो बिचकिन्थ्यो फेरि सोच्न त्यतिखेर यसको अनुहार हेरेन मुझे त्यसबाट त्यसले त्यहाँ श्यामदाईको त्यसको श्यामदाईको त कति गए मुझी म पैसामा 500 रुपियाँ लिएर आइहाल्छु भनौँ 3 घन्टा कुरा आएन यार मुझे घाममा कस्तो चर्को घाम लाग्छ गर्मी महिनामा मुझे उलारीमा सोच्न चिन्नु हुँदैन ल्याम्पार्ड मुझी मेरो साथी मेरो एनएस थिएन एनएस छैन यार मिसन मेरो एनएस थिएन एनएस बाइक मुझी यहाँ चोक पुगेर आउँछु भनेर चिक्ने 2 दिन हराएको हो यो अनि सस्ता अति हाउडे हो अति हाउडे 2 कि 3 दिन हराएर म मुझी कहाँ गयो न फोन थियो होइन मेरो बाइक लिएर गएको छ ल लाइसेन्स छ मुझीसँग मसँग लाइसेन्स त थिएन न लाइसेन्स छ न मुझी बिल बुक बोकेर गएको छ होइन उयो चोक गएर आउँछु भनेको मान्छे चिक्ने 3 कि 4 दिन पछाडि आएको क्या कहाँ पुगेर आएछ त आउँछ ओए मुझी अन्तु सन्तु कता कता इलाम सिलाम घुमेर जाइ जान्छ यो जाइ जाने मान्छे हो क्या कसैले हिँड भन्यो भने नाइ नभन्ने हो क्या मलाई कस्तो रिस उठ्यो होला म्याम मलाई के पनि भनेको छैन क्या यहाँ चोक पुगेर आउँछु भनेर बाइक दिएन भनेर बाइक दिएको 3-4 दिन पछाडि आउँछ यार मुझी यार मलाई त देखौ भन्छ म फुटबल खेल्न गएको थिएँ मैले पैसा लिएर आएको छु भनेर पैसा पनि लिएर आएको थियो 3-4 हजार रुपियाँ होइन अनि यताउति के डटपट गरेको रहेछ होइन त्यो मुझी पैसा सुन्न पनि पाइनँ मैले होइन मलाई त देखौ कि रिस उठ्थ्यो यो मुझे ल्याम्पार्डको त अनुहार त्यतिखेर मुझी त्यस्तो चिक्ने हाउडे भएर क्या देखौ कि रिस उठ्थ्यो यार लास्टै मुझी यार अनि त फुल हाउसमा अनि पुरा आएर बिटी हान्दै बस्थ्यो त भाइ फेरि गेटअपहरू चाहिँ हेर्नु न फेरि आम्मामा पुरै हिरो भएर बस्थ्यो होइन पुरै हेन्सी भएर बस्थ्यो सुट बुट लाएर गोजीमा 500 रुपियाँ पनि बोक्दैन थियो फेरि रणमध्येको छोरो गेटअपमा हुन्थ्यो फेरि आम्मा कस्तो गेटअपमा हुन्थ्यो यार भुकुल्टुको अगाडि बस्थ्यो अनि कसैले चिया हनाउँछ कि भनेर बस्थ्यो हन्टिङमा ओइ हानौँ न चिया भन्थ्यो नि साथी त्यो जहिले दारी तान्दै बस्थ्यो नि मुझी त्यो दारी तानेको त ओपीको चार्जमा हो 1 करोड भएको हो क्या होइन मान्छे पनि हेर्दा त ह्यान्डसमै छ नि त ज्ञानी खालको छ नि त गेटअप पनि त्यस्तै गरेर हिँड्छ नि त नि चिटिक्क भएर क्या गेटअप पनि चिटिक्क भएर हिँड्छ नि त होइन मान्छे भन्नु त अनि फुल हाउसमा पुरा अनि बाजी यति खेल्ने उति खेल्ने सेक दिन्छु भन्दै क्या सबैलाई हान्ने मान्छे आयो भने मुर्गा भेटेर मुझे यो साँडेको घरमा मुझे पुल हाउस हुँदा कम्ता जित्यो त पैसा अनि अर्को हुन्थे ऊ साँडेको मामा युगल भुर्तेल पनि अति
भएर हिँड्ने हो ठङ पारे ए खतरा खेल्दै यसको मामाले पनि स्नुकर राम्रै खेल्ने हो